आइसम्म यसो ठिलाउनु भयो सक्यो ठिलाउनु भयो सक्यो यो चाहिँ फु गर्नु होइन नि यसो यसो यहाँ सबै सास बन्द गर्नु यहाँबाट पनि छोड्नु नि एकपट्टि मात्रै छोड्नु सास 1 2 3 गो पारालाई त अन्त के पारालाई हो भोलि यहाँ साइडमा मुनि चाहिँ यता मोनिका मिसलाई राख्नुपर्छ भोलि छुट्टी हो भोलि छुट्टी छ नि त आगो पुग्यो जस्तो खरै हुन्छ त्यो के भन्छ सक्यो न भोलि मोनिका मिसको टर्न काट्यो अब तपाईँ छाम्पो तपाईँ त पुरा बेलुका नआउनु हुँदै थियो त हाम्रो आपाहरू नानी जस्तै गर्नुहुन्छ नि त हाम्रो घरमा पूजा हुँदैछ तपाईँहरूलाई नचाडा जय सोवा ओम पादम प्रति जय सोवा ओम पुष्पे ओम धूपे ओम धूपे ओम हिंदे ओम न्यूते ओम शब्द गाइस हाम्रो आकु छाम्पो अहिले मेरो भिडियोमा आउँछ नि मेरो भिडियोमा आउने आएको छाम्पो आज कट आज ठुलो आएको हुनुहुन्छ मेरो भ्लगमा हो अनि हामी चाहिँ अलरेडी आइसकेको छौँ भिडियोमा इभिनिङ हामी चाहिँ यसरी छाम्पो लामाहरूलाई यसरी काम गराउँछ हेर्नु त ऊ छाम्पोले चियाको जिम्मा लिनु भएको छ हाम्रो र हामी चाहिँ यहाँ यसरी बसिरहेको छौँ म चाहिँ भर्खर आइपुगेको हो र बहिनी आमा छाम्पो आफू म चाहिँ यसरी नि यी लामाहरूलाई यसरी तोरमा बनाउनु सघाउँछु फ्रेन्ड्स यस्तो तोरमा बनाउँछु म अलवेज कम्प्लेन खै के गर्नु छ गरिदिन्छु सो गाइस आकुको घरमा लामा पढ्दैछ के भन्छ यो लामा पढेको छाउ नभन्न नि यहाँ छाम्पोले भन्नुहुन्छ मजाले त्यो भनेको सुख शान्तिको लागि यतिको हामीलाई फेसिलिटी छ छाम्पोहरूसँग यसरी बसेर फोटो खिच्नु छ हामी चाहिँ भाग्यमानी हो अर्को जन्म पनि बुद्धिस्ट भएरै अब नेहा पनि हेर्नु नेहा पनि एउटा भाग्यमानी हो यसरी लामाको सेवा गर्नु पाउँदैछ यस्तो पनि भाग्यमानी हो अनि यता पनि भाग्यमानी हो हामीसँग साथी भएर चाहिँ यसरी आइपुग्यो हो लामाको सेवा गर्नु पाउनु चाहिँ अर्को जन्मको लागि धर्म कर्म कमाएको हो र हात पछाडि बाँधेर हुँदैन यो चाहिँ अब अर्को जन्ममा कालो होइन सेतो भएर जन्मिन्छ आकुले माया गर्छ हौ यसलाई चाहिँ होस् लु अब हाम्रो आमा पनि अघि नै लागिसकेको छौँ है सिस्नु बनाउनुमा लामाहरूको लागि अर्ग्यानिक दाल हो यो चाहिँ तर आजको लागि होइन भोलिको लागि हो सो गाइस भोलिको भिडियो भोलि नै आउँछ आज बेलुकाको भ्यू मात्रै देखाइदिएको तपाईँहरूलाई है र मोनिका मिसलाई पनि ल्याएको छु मैले यहाँ लामा पढ्नुमा हो अनि यो त अब तपाईँहरूलाई यादै भएको यो त अब आङ्गी हो
मैले बनाएको तोरमा यसले बनाएको तोरमा अरे अब यसले चाहिँ कति बनायो म जान्दिनँ है हो आएको छम्पलाई हेल्प गरेको हो नि त मैले नभनेको पनि 5-6 त बनाएँ र अब तपाईँहरूलाई अब म यहाँ अलिकति भाइ एउटा प्लेट लिएर दोरी काबु So guys, keep watching, keep tuning and keep loving and keep supporting है यसरी नै सानो सानो भ्लग ल्याउँदै आउँछु टोइलेटको वासरुमको उयो चाहिँ किन बत्ती चाहिँ बालिरहेको र किचनमा चाहिँ अब एज युजुअल मै हुन्छु हो किचनमा चाहिँ अब मलाई नै दिन्छ जिम्मा है यो किचन चाहिँ मैले नै लिनुपर्ने हुन्छ त्यसै कारणले गाइज आई विल क्याच यु टुमोरो अगेन टिल देन किप लभिङ किप सपोर्टिङ एन्ड किप tuning to my video. Bye bye. Good night. Lu सबैजना गुड नाइट भन्देऊ. गुड नाइट सबैजनालाई. गुड नाइट आमा पनि भन्दै हाल्नु तपाईको. गुड नाइट. तपाईको हदैहरुले हेरिरा. लु भन्नु फेरि भन्नु. म सिस्नु केलाउँदैछ भोलिको लागि सब्जी. गुड नाइट. मामाले र भदैहरुले पुरा हेर्नुहुन्छ कि यो भिडियो चाहिँ त्यसै कारण आमा चाहिँ खुसी भएर भन्दैछ म सिस्नु केलाउँदैछु नभए भन्नु मान्दैन त्यस्तो छ है कलाहरू चाहिँ त्यस्तो हुन्छ है माइती भनेपछि चाहिँ केटीहरू चाहिँ अब ज्यान दिनु थालिहाल्छ हो त्यो अलिक सफ्ट भयो है बहिनी लु नेहा पनि कुछ भनिदिइहाल्छ तेरो आमाले हेर्दै गरेको हुन्छ यहाँबाट हेलो के भन्छ हेलो लामालाई के भन्छ होला मुक्ची मुक्ची बनाउँदैछु म लामा यहाँ हेरेर भन मुक्ची बनाउँदैछु ओ यहाँ म लामामा लाग्यो अब स्कुल छोडेको भन्दै त्यहाँ बोल आमासँग म लामासँग लाग्यो अब लामा मुक्ची हो ए मुक्ची बनाउँदैछु I did not got any. यो चाहिँ राजमा मासुसँग नफिदा पनि रहेछ यो त मजाले पाएको छ यो चाहिँ सबै हाम्रो आएको झाम्पोले निकालेको सिस्टम हो नयाँ 2 दिन मात्रै भनेर दाल चाहिँ हामीले राइट टाइममा निकालेछ है उता देखेको भोलि चाहिँ कसरी भ्याउँछौ त्यसो भ्याउँछ अब भ्याउनै पर्यो त्यही त भन्नु पर्दा त्यही भन्नुभएको अब कुनै दिदीको भ्याउँदैन कि त 17 देखि नै भन्नुपर्छ भन्दा माथिल्लो घरको कान्छी र तल्लो घरको कान्छीसँग चाहिँ सक्दैन है हेर्नु नि यति बेला आइपुगेर चाहिँ गान्तोकबाट यति बेला आइपुगेर चाहिँ आमालाई बटरिङको कस्तो अरे आमा चाहिँ कस्तो भइस अरे काम गरेर यो गुण यस्तो राम्रो गुणहरू चाहिँ यिनीहरूले कहाँबाट पाएको होला है यो चाहिँ लेप्चाइपट्टि गएको होला माथिल्लो घरको एउटा लेप्चा तल्लो घरको एउटा लेप्चा बहिनी तँ पो राम्री भइसक्छ हौ बरु हेर्दै जासुको अहिले खाना हामी तल ल्याइदिन्छौँ आमबमलाई चाहिँ डर लागेछ नि त कोसँग ढुन्डेर आयो भन्दैछ आमबमलाई डर लाग्छ अब यस्तो राम्री छ छोरीहरू